च्याट जीपीटी यो त अचेल जादु जस्तै लाग्न थालेको छ हैन त? हामी जे सोध्छौं त्यसको जवाफ तुरन्तै तयार। मानौ कसैले हाम्रो मनको कुरा बुझेरै लेखिदिएको होस्। तर के यो साँच्चै जादु हो? होइन, यो हो प्रविधि। आजको यो विश्लेषणमा हामी यही प्रविधिको पर्दा पछाडि के हुन्छ र यसले कसरी काम गर्छ त्यो बुझ्नेछौं। तर यहाँ एउटा ठूलो प्रश्न उठ्छ। के एउटा मसिनले साँच्चै मान्छेले जस्तै सोच्न सक्छ? आखिर यो मसिनको भित्र त्यस्तो के चल्छ जसले यति सटीक र मानवीय जवाफहरू दिन्छ? आउनुहोस् यो मसिनभित्रको प्रक्रियालाई अलि नजिकबाट निहालौं। अब यो कसरी काम गर्छ भनेर गहिराईमा जानुअघि आउनुहोस् पहिले यो वास्तवमा के हो त्यो जानौं। यसको आधारभूत परिचयबाटै सुरु गरौं न। ल है, यसको पूरा नाम सुन्दा अलि प्राविधिक लाग्न सक्छ। च्याट जेनेरेटिभ प्री-ट्रेन्ड ट्रान्सफर्मर। तर सरल भाषामा भन्नुपर्दा यो एउटा यस्तो एआई मोडल हो जसलाई मानव भाषा बुझ्न र हामीले जस्तै कुराकानी गर्न विशेष तालिम दिएको हुन्छ। अनि यसले गर्न सक्ने कामहरू त साँच्चै गजबका छन्। सामान्य प्रश्नहरूको जवाफ दिनदेखि लिएर कुनै जटिल विषयलाई व्याख्या गर्न, इमेल र सीवी लेख्न, कम्प्युटर कोड बनाउन अनि भाषाहरू अनुवाद गर्न समेत यसले मद्दत गर्न सक्छ। यो त एक बहुउपयोगी डिजिटल सहायक जस्तै भयो नि। ल, च्याट जीपीटी के हो भन्ने त थाहा भयो। तर प्रश्न यो हो कि यो यति धेरै जान्ने कसरी भयो? अब यसको निर्माण प्रक्रियाको सबैभन्दा महत्त्वपूर्ण चरण अर्थात् यसको प्रशिक्षणबारे कुरा गरौं। सबै कुराको सुरुवात यहीबाट हुन्छ। एकछिन कल्पना गर्नुहोस् त, एउटा यति ठूलो डिजिटल पुस्तकालय जसमा इन्टरनेटमा उपलब्ध लाखौं किताबहरू, लेखहरू र वेबसाइटहरू छन्। हो, च्याट जीपीटीलाई ठिक यही विशाल ज्ञानको सागरमा डुबुल्की मार्न लगाइएको हो। यसले त्यहीबाट पढेर, विश्लेषण गरेर र सिकेर आफ्नो क्षमता विकास गरेको हो। तर यहाँ एउटा कुरा एकदमै स्पष्ट हुनुपर्छ। यसले त्यो डाटाबाट कसैको व्यक्तिगत जानकारी सिक्दैन, बरु यसले भाषाको संरचना सिक्छ। कुन शब्दपछि कुन शब्द आउँछ, वाक्यहरू कसरी बन्छन् र विचारहरूलाई कसरी व्यक्त गरिन्छ, यस्तै ढाँचाहरू यसले सिक्ने हो। ठिक छ, अब सबैभन्दा चाखलाग्दो भागमा जाउँ। जब हामी एउटा प्रश्न सोध्छौं, भित्र के हुन्छ? ल, हामीले सोधेको एउटा सामान्य प्रश्नको यात्रालाई सुरुदेखि अन्त्यसम्म पछ्याएर हेरौं न त। मानौ हामीले एउटा सरल र सिधा प्रश्न सोध्यौं, कम्प्युटर भनेको के हो? अब यो प्रश्न एआईसम्म पुगेपछि के हुन्छ होला? जब प्रश्न एआईसम्म पुग्छ, यसले गर्ने पहिलो काम भनेको प्रश्नलाई बुझ्नका लागि साना साना टुक्राहरूमा विभाजन गर्नु हो। यी टुक्राहरूलाई टोकन भनिन्छ। हाम्रो प्रश्नमा कम्प्युटर भनेको के हो जस्ता शब्दहरू टोकन बन्न सक्छन्। यसले एआईलाई वाक्यको अर्थ र संरचना बुझ्न मद्दत गर्छ। र च्याट जीपीटीको मुख्य रहस्य यही हो। यसले इन्टरनेटमा खोजेर जवाफ दिँदैन, बरु यसले प्रश्नको सन्दर्भ बुझेर जवाफको लागि सबैभन्दा उपयुक्त अर्को शब्द कुन होला भनेर अनुमान गर्छ। हो, यही प्रक्रियामा एक शब्द जोड्दै र भविष्यवाणी गर्दै यसले पुरै वाक्य र अनुच्छेदहरू बनाउँछ। यो भिन्नतालाई अझ राम्ररी बुझ्न यो हेरौं। गुगल जस्तो सर्च इन्जिनले इन्टरनेटमा पहिले नै भएका वेब पेजहरू खोजेर हामीलाई देखाउँछ। तर च्याट जीपीटीले आफ्नो प्रशिक्षण डेटाको आधारमा पूरै नयाँ र मौलिक वाक्यहरू आफै बनाउँछ। यो खोज्नु होइन, सृजना गर्नु हो। यसरी नै एक शब्द अनुमान गर्दै जाँदा यसले व्याकरणका नियमहरू, तर्क र हामीले गरिरहेको कुराकानीको सन्दर्भ प्रयोग गरेर एउटा पूर्ण र मानव जस्तै जवाफ तयार पार्छ। त्यसैले त हामीले पाउने जवाफ यति स्वाभाविक र सान्दर्भिक लाग्छ। यो प्रविधि साँच्चै अद्भुत छ, तर यसलाई प्रयोग गर्दा केही महत्त्वपूर्ण नियमहरू र सीमाहरू छन् जुन हामीले सधैँ ध्यानमा राख्नुपर्छ। यी कुराहरू बुझ्दा यसको सही र सुरक्षित प्रयोग गर्न सकिन्छ। सबैभन्दा पहिले यो बुझ्नु जरुरी छ कि यसमा कुनै भावनामा चेतना हुँदैन। यो केवल एक कार्यक्रम हो। दोस्रो, यसले व्यक्तिगत डाटा याद राख्दैन। र तेस्रो, हामीले जति स्पष्ट र विशिष्ट प्रश्न सोध्छौं त्यति नै राम्रो जवाफ पाउने सम्भावना हुन्छ। र यो सायद सबैभन्दा महत्त्वपूर्ण कुरा हो जुन हामीले कहिल्यै बिर्सनु हुँदैन। एआईले गस्ती गर्न सक्छ, यसले दिएको जानकारी सधैँ 100% सही नहुन सक्छ। त्यसैले कुनै पनि महत्त्वपूर्ण जानकारीलाई सधैँ अरू विश्वसनीय स्रोतबाट पनि जाँच गर्नु एकदमै बुद्धिमानी हुन्छ। यी सीमाहरूको बावजुद यो सिक्नको लागि एक शक्तिशाली सहायक पनि हो।
विशेष गरी प्राविधिक र कम्प्युटर क्षेत्रका विद्यार्थीहरूका लागि त यो एक उत्कृष्ट उपकरण बन्न सक्छ। जस्तै कम्प्युटर विज्ञानका विद्यार्थीहरूले यसलाई कुनै जटिल सी प्रोग्रामिङ कोड बुझ्न, डिजिटल लजिकका अवधारणाहरू स्पष्ट पार्न, ल्याब रिपोर्ट तयार गर्न मद्दत लिन वा आफ्नो प्रोजेक्टको लागि नयाँ विचारहरू खोज्न प्रयोग गर्न सक्छन्। सम्भावनाहरू धेरै छन्। ल, हामीले ChatGPT को भित्री कथा त बुझ्यौं, अब यो विश्लेषणको अन्त्यमा एउटा गहिरो र सोच्न बाध्य पार्ने प्रश्नमा विचार गरौँ। हामीले के देख्यौं भने यो शक्तिशाली एआईको आधार भनेको अर्को शब्दको अनुमान लगाउने प्रक्रिया हो। अब सोच्नुहोस् त, यदि बुद्धिमत्ता भनेको केवल यस्तै एक अत्यन्तै उन्नत र जटिल अनुमान लगाउने प्रक्रिया मात्रै हो भने यसले मानव हुनुको अर्थबारे के बताउँछ? यो एउटा यस्तो प्रश्न हो जसले हामीलाई प्रविधि र आफैबारे सोच्न बाध्य बनाउँछ।